तामाङसन बलमा अब चितलाङको लागि लिफ्टेड बल इनसाइड द बक्स भित्र बल लिफ्टेड कट ब्याक लक्ष्मण पहिलो गोल एरोन थापा छोटे सुरुवाती मिनेटमा गोल दिलाएका छन् एरोन पहिलो अग्रता सुरुवाती मिनेटमा नै हेरौँ रिप्लेमा एरोनको त्यो गोललाई दर्शकको गुजबम आवाज ब्याकग्राउन्डमा सुरुवाती अग्रता त्यो लेफ्ट फुटेड फिनिसिङ पेनाल्टी एरियाबाट लेफ्ट फुटेड सट डाइरेक्ट टु नेट पहिलो सुरुवाती मिनेटमा गोल बा एरोन थापा छोटे वालमा ब्लक भएपछि एरोन थापा त्यो ब्लक हुन पुगेको नेपाली फुटबल खेल हेर्नुहोस् त अब गाउँ गाउँमा बागमती गाउँपालिका झुरझुरे मकवानपुर तपाईँहरूलाई अब याद गर्नुपर्ने हुन्छ 8औं संस्करणको बागमती गोल्ड कपमा यति धेरै दर्शक बनेर तपाईँहरूलाई अब भन्न पनि जरुरत छ लक्ष्मण थापा डिफेन्डरलाई बिट गरेर समीर डाकेका छन् समीर अवसर बढ्छ समीर सोलोमन किङ यो दोस्रो गोल दिलाएका छन् सोलोमन किङले चितलाङ एफसीको लागि दोस्रो गोल दिलाएका छन् वाट अ फिनिसिङ त्यहाँ सोलोमनबाट 2-0 को स्थिति सोलोमन किङबाट भएको छ हामी तपाईहरुलाई रिप्लेमा पनि देखाउने नै छौं सोलोमन किङ हेर्न सक्छौं हामीले मोटिभसँग त्यो सेलिब्रेट गर्दैछन् दर्शकहरुसँगै के राम्रो लिफ्टेड पासमा समीरले थ्रु पास खेलेका थिए र सोलोमनले फिनिसिङमा कुनै गल्ती गरेनन् यो दोस्रो गोल 2-0 को स्थिति अब चितलाङले 2 गोलको अग्रता बनाएको छ हेर्न सक्छौं त्यो पास र ट्यापिङ गोलको रूपमा गोलकिपरले मार्किङ त गर्दै थिए सोलोमन किङ वाट अ